गरेर गरेको छु, कुनै स्टन्ट गरे होइन। मैले निर्देशन दिएँ भनेर पपुलारिटी गेन गर्नको लागि बाहिर भाषण गरे होइन। यो चाहिँ निर्णय गरेको छ, यो निर्णय गरे हो, यो निर्णय देन एन्ड देयर कार्यान्वयन गरेको छ। बुद्धिजीवी वर्गले तपाईँको कार्यप्रति एकदमै क्लियर रूपमा जुन यो भाँडभैलो मचाउने अशान्ति फैलाउनेहरूमा बाहेक हाम्रा जति नेपालीहरू वास्तवमै देशभक्त आमा बुवा दाजुभाइ बहिनीहरू हुन्छ उहाँहरूले तपाईँको कामलाई मनन गरेका छन् हो। बाँकी कुराहरू पनि तपाईँले ती कुराहरू चाहिँ अलिअलि कुराहरूलाई अझै स्पिड अप गर्नुपर्ने, अझै एक्सपेडाइट गर्नुपर्ने कुरामा निरन्तर लागेको छु। मैले एकैचोटि 10-20वटा प्रायोरिटीहरू सँगसँगै जान्छ। मेरो गृह मन्त्रालयको त्यसको जिम्मेवारी छ। धेरैवटा प्रायोरिटी सँगसँगै मैले ह्यान्डल गर्नुपर्छ। त्यसमध्ये कहिलेकाहीँ हाम्रो अब फोन नउठ्ला होइन, कहिलेकाहीँ भेट नहोला, तर भेट नभए पनि फोन नगरे पनि म अर्को काममा भइरहेको हुन्छु। अहिले धेरै काम त यहाँदेखि नै देखिँदैन हाम्रो। हामीले कोही मान्छे मर्न दिएन, कहीँ झैझगडा भएन भने त्यो हाम्रो ठुलो काम हो। तर त्यो काम हामीले यो गऱ्यौँ भनेर देखाउन मिल्दैन। बिचमा अब यहाँ द्वन्द्व फेरि दोहोरिन्छ कि भन्ने कत्रो अब एउटा चाहिँ हामीले चिन्ता थियो। द्वन्द्व दोहोरिएपछि फेरि स्थिति असामान्य बन्यो कि भनेर हामीले यो बिचमा स्थितिलाई सामान्यकरणमा लग्यौँ। स्थितिलाई सामान्यकरणमा लगेको कुरा चाहिँ केही पनि नभएको जस्तो हो नि, स्थिति त यथावत हो। तर त्यो नै ठुलो काम हो गृह मन्त्रालय। केही काम देख्नुहुन्न, तपाईँले के गरिस् भन्दा केही पनि गरेको छैन। तर द्वन्द्व हुन दिएन होला नि त, शान्ति सुरक्षा भड्किन दिएन होला नि। हो यस्तो खालको काममा हामी लागिरहनुपर्छ, संवेदनशील काम छ। यो कुरामा पनि मैले अरू यो संयन्त्रलाई अझै एक्टिभ बनाउँछौँ हामीले। आन्दोलन क्रममा ताकी गोली प्रहार गर्न जिम्मेवारी रहेका तत्कालीन सरकारका प्रधानमन्त्री, गृहमन्त्री र सिडिओलाई निष्पक्ष छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्छ। यो चाहिँ जाहेरी परिसकेको छ। जाहेरी चाहिँ परेपछि केही चाहिँ त्यहाँनिर असहज परिस्थिति आएको हो। त्यहाँनिर यहाँहरूले समाचारमा पनि सुन्नुभएको छ। यो असहज परिस्थिति कोले ल्याउनु हो, के गर्नुभयो होइन, सरकार के चाहन्थ्यो यहाँहरूलाई थाहा छ। त्यसमा यो थाहा पाउँदै गर्नु होला। इतिहासले यसको मूल्याङ्कन गर्छ। हामी अहिले पनि प्रयासरत छौँ। यो चाहिँ न्याय माग्ने चाहिँ पीडितको अधिकार हो। पीडितले जुन संयन्त्रबाट गर्छु भन्छ त्यही संयन्त्र क्रियाशील हो। यो सबैको लागि फेरि मैले भने म पीडितको अधिकारको लागि लडेको मान्छे हो। भिक्टिमको राइट हो। भिक्टिमको राइट अनुसार उसले आयोगबाट न्याय माग्छ कि उसले चाहिँ नियमित फौजदारी प्रणालीबाट चाहिँ न्याय माग्छ। पीडितको अधिकारको कुरा हो। पीडितले ल्याइसकेपछि कानुन सम्मत रूपमा जवाफ दिनुपर्छ। कानुन सम्मत रूपमा दर्ता गर्ने भए दर्ता गर्नु पऱ्यो। दर्ता हुने दर्ता नहुने हो भने कसैले हिम्मत छ भने लेख्नु पऱ्यो नि त। यो कारणले दर्ता भएन भनेर भन्न सक्नु पऱ्यो नि कसैले। अनि त्यसको परिणाम पनि भोग्नु पऱ्यो। यदि न्यायको बाटो कसैले अवरुद्ध गर्छ भने त्यो अवरुद्ध गर्ने मान्छे चिनिनु पऱ्यो, व्यक्ति पनि, र उसले चाहिँ त्यसको जिम्मेवारी लिनु पऱ्यो। इतिहासले पनि चिन्नु पऱ्यो, हाम्रा राज्यका संयन्त्रले पनि चिन्नु पऱ्यो। कुरा यति हो क्लियर। भिक्टिमको अधिकारको कुरा हो। यो तपाईँले यसमा चाहिँ सरकार पनि साथमा छ तपाईँको यसमा। तपाईँ यसमाथि न्यायिक उपचारमा पनि जान सक्नुहुन्छ। यो विषय अन्तर्राष्ट्रियकरण पनि गर्न सक्नुहुन्छ। यो चाहिँ पीडितको अधिकारको विषयवस्तु। पीडितको अधिकारलाई हामीले अवरुद्ध गर्दैनौँ। त्यसलाई हामीले क्रियाशील बनाउने नै प्रयास गर्छौँ, गरि पनि राख्छौँ। यहाँहरूले थाहा पाउनु भएको छ यसमा। माग त निरन्तर सम्बोधन भइराखेको छ। यसलाई म त अहिले तपाईँलाई खासमा तपाईँको सत्याग्रह तपाईँको अनुसार अहिले चाहिँ अन्त्य गर्नुहोस् भनेरै आएको हो। किनभने म धेरैवटा सत्याग्रहीहरूको सहयोगी भएर हिँडेँ अफिसमा। तपाईँलाई थाहा छ, हेर्नु होला नभए सबै कुरा सार्वजनिक छ। सत्याग्रहीको म सधैँ सहयोगी हो र एकदम यो अहिंसात्मक भएको हुनाले म एकदम नमन गर्छु यस्तो कुरालाई। कहिले पनि हिंसामा नजाउँ हामीहरू। हिंसा धान्नै सक्दैन कि। अब पनि रगत बग्यो भनेदेखि त्यसले धान्छ, धान्दैन नि, गर्नै हुँदैन। तपाईँ सत्याग्रह गर्नुभयो ठिक छ, यो हो ठिक छ, तर सत्याग्रह पनि राज्य